नमस्ते नमस्ते भन्न चाहन्छु सबैजनालाई। म तपाईँहरूको आफ्नै मान्छे कुमन परियार फेसबुक पेजमा जोडेर बस्नुभएका सम्पूर्ण मेरा आमुवा दाजुभाइ दिदीबहिनीहरूलाई मिठो सम्झना छ। यति बेला म गाउँघरमा छु। तपाईँलाई जानकारी छँदैछ, गाउँघरको बसाइ भनेको अस्तिदेखि पानी परिरहेको छ। हिजो मात्र हल्का हल्का दिउँसो घाम लागेको थियो भने आज फेरि पानी परेको छ। किन भन्नुहुन्छ भने अझै यो 2 दिनको समय छ पानी पर्ने भन्ने जानकारी प्राप्त भएको छ। त्यसैगरी यति बेला गाउँघरमा खाई नखाई गरेर धान रोपेको धानलाई अब पाक्ने क्रममा अर्थात् अब भित्र राख्ने क्रममा चाहिँ यस्तो मौसम भएकाले किसानहरू निकै नै दुखित अवस्था छन्। किन भन्नुहुन्छ भने भर्खर कतिपय किसानहरूले धान काटेर अब उठाउने क्रममा चाहिँ यस्तो मौसम भइदियो भने कति धान अझै काट्न बाँकी छ। तपाईहरुले यो खेतबाट पनि देख्न सक्नुहुन्छ। दिनभरि बाँदरलाई जोगाउनुपर्छ, कताबाट बाँदरले खान्छ भनेर प्रत्येक दिन खेतमा बसिरहेको अवस्था पनि छ। र रातिमा चाहिँ बँदेलले खाने भएकाले अर्थात् बँदेलले मान्ने भएकाले धान रातिमा जोगाउन पनि गाह्रो हुन्छ। न भोकमा खानु न निन्द्रामा सुत्नु गर्ने हिस गरेर राम्रैसँग धान स्याहार्ने आशमा बसेका किसानहरूलाई चाहिँ यतिखेर निकै नै दुःखद छ। यो दृश्य तपाईले देख्न सक्नुहुन्छ। आज साँझसम्म ठुलो पानी पर्ने र आज नपरे भोलिसम्म भए पनि ठुलो पानी पर्ने अझै मौसम विभागको जानकारी छ। तपाईले यो दृश्य देख्न सक्नुहुन्छ। गाउँघरको बसाइ भनेको यस्तै छ। आज चाहिँ साउन लागे जस्तो भएको छ। कार्तिकको महिना पनि नेपालको मौसम यस्तै हो।